सो सबैजनालाई आजको नयाँ भिडियोमा स्वागत छ। एन्ड आज चाहिँ हाम्रो एकदम स्पेसल च्यालेन्ज रहेको छ। एन्ड आज हामी चाहिँ टक्कसँग के बनाउनु गइरहेको छौँ भने यस्तो चिज बनाउनु गइरहेको छौँ। तपाईँहरूले सोच्नु सक्नुहुन्न के यो सम्भव छ त भन्ने जस्तो लाग्छ होला, तर यो सम्भव छ र तपाईँहरूले नि घरमा बनाउन सक्नुहुन्छ। र हामीसँग रहेको छ यो सिन्क्रोनस मोटर र सिन्क्रोनस मोटरबाट आज हामी 230 जुन हामीले घरमा बत्ती बाल्न युज गर्छौँ इलेक्ट्रिसिटी 230 भोल्ट, त्यति 230 भोल्ट जेनेरेट गरेर देखाउनेछौँ र अब भिडियोमा। सो अब चाहिँ हामी के को बारेमा कुरा गर्नेछौँ भने हामीलाई चाहिने इन्ग्रिडियन्टहरू जस्तै चाहिने सामानहरूको बारेमा कुरा गर्छौँ। र पहिलो नम्बरमा चाहिँ हामीलाई सिन्क्रोनस मोटर चाहिन्छ। एन्ड यु क्यान सी हियर मसँग चाहिँ एउटा सिन्क्रोनस मोटर छ। यो चाहिँ तपाईँहरूले सजिलैसँग बजारमा 450 सम्ममा भेट्न सक्नुहुन्छ यो मोटर। यसमा चाहिँ गियरहरू जोडेको हुन्छ, त्यो झिक्नुपर्छ। र यो अब इलेक्ट्रिसिटी जेनेरेट गर्नलाई चाहिँ यो मोटरले घुमाउनु पर्ने हुन्छ। यो घुमाउनुको लागि चाहिँ मैले एकदमै हाई आरपिएम भएको ड्रोन मोटर अथवा प्लेन बनाउन कमनली युज गरिन्छ र ड्रोन बनाउन युज गरिने मोटर ब्रसलेस डिसी मोटर युज गर्छु। र यसमा चाहिँ यसको स्पिड कन्ट्रोलर मसँग नभएको कारणले रिमोटबाटै कन्ट्रोल गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ मसँग ब्याट्री पनि छ जुन चाहिँ मोटरलाई चलाउन उपयुक्त हुन्छ। र अब यसको स्पिड कन्ट्रोल गर्न चाहिँ हामीसँग यो रिमोट छ, तपाईँहरूले दराजमा सजिलै पाउन सक्नुहुन्छ। एन्ड अब टक्कसँग कसरी बनाइन्छ टक्कसँग भिडियोमा हेर्दै जानु होला गाइजहरू। सो फाइनली हामीले बनाउनु खोजेको मेसिन चाहिँ रेडी भइसकेको छ। यु क्यान सी हियर। एन्ड यहाँनिर चाहिँ अब म तपाईँलाई विस्तृत रूपमा जानकारी दिन्छु। यहाँ देख्न सक्नुहुन्छ हाम्रो सिन्क्रोनस मोटर एन्ड बिएलडिसी मोटर। र बिएलडिसी मोटर कन्ट्रोल गर्नलाई यहाँनिर धेरै सिस्टमहरू छ। यो सिस्टमहरूको बारेमा म केही भन्दिनँ। एन्ड अब चाहिँ हाम्रो आउटपुट निकाल्ने ठाउँ चाहिँ यहाँ छ। एन्ड यो चाहिँ यसको साफ्ट जेनेरेटरको साफ्ट भनौँ न, सिन्क्रोनस मोटरै हो यो पनि, मैले जेनेरेटरको रूपमा युज गरिरहेको छु अहिले। यसको साफ्ट र बिएलडिसीको साफ्ट एकअर्कासँग कनेक्ट छ, जसले गर्दा यसले मेकानिकल इनर्जी प्रड्युस गरेको यसमा पनि यसलाई प्रोभाइड गर्छ यसले नै। एन्ड अब चाहिँ ट्राई गर्नुपर्ने हुन्छ। एकदम एक्साइटेड छु, तपाईँहरू पनि एक्साइटेड हुनुहुन्छ होला। एन्ड तपाईँहरूले चाहिँ यो घरमा ट्राई गर्न सक्नुहुन्छ। यो सबै जति सामानहरू मैले युज गरेको छु तपाईँहरूले दराजबाट सजिलै सजिलै पाउन सक्नुहुन्छ। एभाइलेबल भन्ने चाहिँ यहाँ मिस्टेक भएको। एन्ड अब चाहिँ ट्राई गर्नुपर्ने हुन्छ। र कति प्राय अब युट्युबको भिडियोहरू चाहिँ फेक हुनसक्छ त्यस्तै लाग्छ र, तर यो प्रोजेक्ट जुन मैले बनाएको छु यो चाहिँ एकदमै रियल हो। तपाईँलाई म प्रुभ गरेर देखाउँछु। एन्ड यु क्यान सी जुन मैले यो मेरो रुममा युज गरेको बत्ती छ, यही बत्तीलाई चाहिँ बालेर आज म देखाउन गइरहेको छु। चाहिँ हाम्रो टेस्टिङको फेजमा रहेको छ। एन्ड यु क्यान सी यो बत्ती चाहिँ अब झिकेर हामी टेस्ट गर्छौँ। र यति मजाले चाहिँ ब्राइटली चाहिँ बाल्छ जस्तो लागेको छैन, तर बाल्नु चाहिँ बाल्छ त्यो मलाई थाहा छ, किनभने मैले के अरे प्रोजेक्ट पहिला पनि बनाएको छु लज्जीको साथै। एन्ड हाम्रो भूमिले चाहिँ अब लाइट झिक्न आँटिरहेको छ ट्रक्कसँगले। र लाइट मारिरहेको छ, अन्धकार देखिरहेको छ होइन।
भूमि तिम्रो फोन ओजन बनिन्छ यार मैले त फोन उयो गर्नै बिर्सिरहेको यार हो ल सो एकदम कालो देखाइरहेछ निस्किगयो निस्केको छैन अहिले तार हेर नि तार त्यसको निस्किन आँटेको चाहिँ भित्र सर्ट हुन्छ ए अहिले ताली हान्नुपर्छ अहिले ल माथिको बच्छु त गर्ला लाग्दैन लाग्छ खै त माथि सर्टै भएछ होइन एन्ड यु क्यान सी हियर अब चाहिँ मैले यहाँ क्यामेरा राखेँ मोटरको साफ्ट यहाँ छ यु क्यान सी यहाँ चाहिँ छ है मोटरको आउटपुट निस्किने ठाउँ र म मोटरलाई कनेक्ट हानिदिन्छु ल पहिला ल अब यु क्यान सी यहाँ चाहिँ बत्ती एन्ड यसको आउटपुट निस्किने मोटरको आउटपुट निस्किने ठाउँ चाहिँ यहाँ छ यु क्यान सी तपाईँले जिस्केको जस्तो लाग्छ ल एन्ड अपरेटर चाहिँ हाम्रो भूमि दोष छ यहाँनिर एकैछिन ट्राई गरेर त घुम्छ एन्ड मोटर घुमेको आवाज सुनिराख्नु भएको छ ल अब चाहिँ हामी ट्राई गर्नुपर्ने हुन्छ यहाँ बत्ती चाहिँ हेर्नु है गाइजहरू त्यस्तो भएर ल सो गाइज तपाईँहरूलाई जिस्केको जस्तो लाग्छ ल एन्ड हाम्रो प्रोजेक्ट चाहिँ सक्सेसफुल भएको छ देख्न सक्नुहुन्छ होइन टक्कसँगले कतिको ब्राइटनेस दिइरहेको छ तपाईँहरूले देखाइदिन्छु ल म यहाँनिर राख्थेँ ल क्यामेरा यहाँ राख्थेँ ल मैले एन्ड क्यामेरा यहाँ राखिदिएको छु मैले अब चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ कतिको ब्राइटनेस दिन्छ यसले अहिले चाहिँ टेस्टिङको फेसमा छ सो भूमि दोषको हातमा चाहिँ माग्नु छ पार्नु हो यार सो बत्ती बलेको यु क्यान सी देख्न सक्नुहुन्छ तपाईँले पुरै उज्यालो पारिरहेछ होइन जो कति लाइटले बालेको जति चाहिँ बलेको छैन त्यो पनि उज्यालो दिइरहेछ अनि हाम्रो प्रोजेक्ट चाहिँ सक्सेसफुल भएको छ है गाइजहरू ल गाइजहरू यस्तै हो अब हाम्रो रुमको होल्डर पनि बिग्रिसक्यो एन्ड अब यो प्रोजेक्ट गर्ने क्रममा होल्डर पनि बिग्रिगयो अब होल्डर बनाउनु निकै टाइम भएकोले र आजको भिडियो यति नै भन्दै म हाम्रो च्यानललाई चाहिँ लाइक सेयर र सब्सक्राइब गरिदिनु न म फेरि पनि अनुरोध गर्न चाहन्छु एन्ड हाम्रो यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई फेरि पनि सब्सक्राइब गरिदिनु न म हार्दिक अनुरोध गर्दै आजको भिडियो यति नै ओके बाई टाटा सी यु टुमारो